के तपाईले कहिल्यै यस्तो सपना देख्नु भएको छ जुन केही दिन, हप्ता वा महिनापछि साँचो भएर देखा पर्छ? के सपना केवल हाम्रो मस्तिष्कको खेल मात्रै हो कि तिनको कुनै गहिरो अर्थ छ? वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणले सपनालाई फरक रूपमा व्याख्या गर्छ। तर सपना केवल कल्पना मात्र होइन, तिनले हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छ। पूर्वीय धर्म अनुसार सपना केवल हाम्रो मनका कल्पनाहरू होइनन्, तिनीहरू हाम्रो कर्म, आत्मा र भविष्यसँग गहिरो सम्बन्ध राख्छन्। वैज्ञानिकहरू भन्छन् सपना मस्तिष्कको रिम स्लिप भनिने विशेष अवस्थामा देखा पर्छ। हाम्रो मस्तिष्क सुते पनि दिमागको केही भाग लगातार काम गरिरहन्छ अनि पुराना अनुभव, भावनाहरू अनि सोचहरूलाई पुनः प्रशोधन गर्छ। महाभारतमा धृतराष्ट्रले महाविनाशको सपना देखेका थिए, त्यसपछि कौरवको विनाश भयो। के यो संयोग मात्रै थियो? मार्टिन लुथर किङले आफ्नो महान भाषण आई हैव अ ड्रिम भन्दा पहिले सपना नै देखेका थिए। जोन लेनिनले आफ्ना गीतहरूको प्रेरणा सपनामै पाएका थिए। सपना केवल कल्पना मात्र होइन, तिनीहरू भविष्यको झलक पनि हुन सक्छन्। हिन्दू धर्म अनुसार सपना 4 प्रकारका छन्। स्वाभाविक सपना दिनभर गरेको कामको प्रतिबिम्ब, पूर्वाभास दिने सपना भविष्यमा के हुन सक्छ भन्ने संकेत, आध्यात्मिक सपना देवी देवताका संकेत वा सन्देशहरू, अलौकिक सपना बाह्य शक्तिद्वारा पठाइएका सन्देशहरू। पुराणमा उल्लेख छ यदि भगवान कृष्ण वा कुनै दिव्य शक्ति सपनामा देखिन्छ भने त्यसले गहिरो आध्यात्मिक अर्थ दिन्छ। वैज्ञानिकहरूले भनिरहेका छन् कि हाम्रो अवचेतन मन हजारौं सूचना सँगाल्छ। सपना भनेको ती जानकारीहरूको मिश्रण हो, तर कहिलेकाहीँ हाम्रो मस्तिष्क यस्ता संकेतहरू दिन्छ जुन भविष्यसँग मेल खान्छ। कहिलेकाहीँ तपाईले पहिले नै देखे जस्तो लागेको अनुभूति गर्नुहुन्छ, त्यसलाई डेजभु भनिन्छ। यही कारणले कतिपय सपना भविष्यको संकेत बन्न सक्छ। अब प्रश्न यो हो, तपाईले देखेका सपना संकेत हुन् कि केवल कल्पना? यदि तपाईँ बारम्बार एउटै सपना देख्नुहुन्छ भने त्यसको पछाडि कुनै गहिरो अर्थ हुन सक्छ। योग, ध्यान र आत्मनिरीक्षणले तपाईका सपनाहरूको वास्तविक अर्थ बुझ्न सकिन्छ, किनभने सपना केवल निन्द्राको कुरा होइन, यो तपाईको जीवन परिवर्तन गर्ने शक्ति पनि हुन सक्छ। अब तपाईको पालो। के तपाईले कहिले यस्तो सपना देख्नु भएको छ जुन साँचो भयो? कृपया तल कमेन्टमा आफ्नो अनुभव लेख्नुहोस् र यदि तपाईलाई यस्ता रहस्यमय र प्रेरणादायी भिडियोहरू मनपर्छ भने च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेट्नेछौँ अर्को रहस्यमय सामग्री सँगै।